Hello everyone, welcome to my travel blog. We will explore Maipokari, Kanyam Tea Garden, Pathibara Mandir, Dharan and finally Janakpur, Janaki Mandir. त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस् रमाइलो यात्रा हामीसँगै गरौँ। म अहिले इलामको स्मित होटलबाट मेरो यात्रा सुरु गर्दैछु। आज हामी इलामका केही प्रसिद्ध ठाउँहरू घुम्न जानेछौँ। सबैभन्दा पहिला जाँदैछौँ पवित्र र शान्त स्थान माइपोखरीतर्फ। हरियाली र जङ्गलको बीचमा रहेको माइपोखरी एकदमै रमणीय र धार्मिक महत्त्व बोकेको ठाउँ हो। माइपोखरी नाम दुई शब्दबाट बनेको हो, माई देवी अथवा आमा र पोखरी ताल। स्थानीय विश्वास अनुसार यहाँ देवीको बास रहेको मानिन्छ। त्यसैले यो ठाउँलाई पवित्र स्थलको रूपमा पूजा गर्ने परम्परा धेरै वर्षदेखि चलिआएको छ। दशैं तिहार जस्ता पवित्र विशेष पूजा मेला लाग्ने चलन छ। माइपोखरी घुमेर फर्किँदै हामी फिक्कलमा रोकिन्छौँ र यहाँको प्रसिद्ध चकलेट र छुर्पी निकै लोकप्रिय छ, त्यसैले हामी पनि स्वाद लिन्छौँ। इलाम आउँदा यो टेस्ट गर्नुपर्ने लोकल स्वाद हो। त्यसपछि हामी पुग्छौँ पशुपतिनगर, जुन नेपाल भारत सिमाना नजिकैको रमाइलो बजार क्षेत्र हो। यहाँको छुट्टै माहौल छ, बजार दृश्य निकै फरक अनुभव दिन्छ।